हेलो गाइज, यो चाहिँ मेरो मन्दिर गएर आए पछाडिको भिडियो थियो। मैले राख्नै भ्याएको थिइनँ अनि मलाई चाहिँ साडी लाउन चाहिँ मेरो एकदमै ब्युटिफुल साथीले मलाई सहयोग गरिराख्नु भएको छ। अनि म चाहिँ रेडी भएँ अनि मैले नानीलाई पनि रेडी पार्नु पर्यो। फाइनली हामी मामु छोरा नै रेडी भइसक्यौँ। अब हामी बाहिरतर्फ लाग्नेछौँ अनि हामी फेरि सिटीमै चढ्यौँ अनि सिटीमा चढेर गयौँ। नानीलाई चाहिँ एकदमै राम्रो देखेको थियो। मैले मेरो बच्चा भएर मात्रै राम्रो देखेको थिएन, तपाईँहरूले पनि सायद राम्रै देख्नु भएको छ होला। अनि हामी तीनजना मक्ख पर्दै थियौँ अनि नानीहरू दिदी भाइ थियो। यहाँनिर बिचको भिडियोहरू चाहिँ पुरै छुट्टिरहेछ किनभने मैले सबै यहीँबाट लिइरहेको थिएँ नि त। नानीले त गर्नु नै भुलेछ के अरे। अनि त्यस पछाडि अब हामीले केक खोल्न लाग्यौँ अनि मेरो छोरा चाहिँ एकदमै एक्साइटेड थियो। अब हेर्नुहोस् है त कस्तो उसको रियाक्सन कस्तो हुन्छ। उसलाई चाहिँ यो चाहिँ एकदमै मन पर्थ्यो। मैले त्यही भएर यस्तै खालको बनाइदिएको थिएँ। हेर्नु न कति धेरै खुसी भएको के, अब कति हाँस्छ के। अनि त्यस पछाडि अब उसले के भन्दैछ त्यो त मैले भिडियोमा थियो, मैले सुनिनँ। ऊ चाहिँ 6 वर्षलाई आजदेखि छोडेर ऊ 7मा लाग्ने हो, त्यसैले उसले 6लाई नै काटेको हो। अनि सानो नानीलाई पनि मैले लुगाहरू मिलाइदिएँ। उहाँहरूले चाहिँ मेरो नानीको बर्थडेको लागि पुरै माइकिङ गर्दै गीत गाइदिँदै हुन्थ्यो। उहाँहरूको गीत एकदमै मिठो थियो। माइजू र दिदीसँग पनि नानीले भिडियो लिएछ। मलाई थाहा छैन यो चाहिँ नानीले भिडियो गरिरहेको थियो नि त। कस्तो कस्तो भिडियो हो मैले त अहिले मात्रै हेरेको। अनि उहाँहरूले मेरो नानीलाई गद्दा लगाइदिनु भयो। नानी एकदमै खुसी भएर ढोकिरहेछ सबैजनालाई। उहाँहरू सबैजनाले मेरो नानीलाई खुसी पारिदिनु भयो अनि एउटा हातमा कपी बोक्नुभयो। हामी सबैजना ताली बजाउँदै थियौँ अनि क्यामेरा चाहिँ मेरै हातमा थियो। अनि उहाँले मायाले मेरो नानीलाई के पुछिदिँदै हुन्थ्यो मलाई थाहा भएन। अनि त्यस पछाडि उहाँहरू सबैजना भएर हामी एकसाथमा केक काट्न पनि थाल्यौँ। अनि उसको फुपूले पनि हेल्प गर्नुभयो र माइजूले पनि हेल्प गर्नुभयो। हामी सबैजना दिदीहरू पनि एकदमै खुसी हुनुहुन्थ्यो केक काट्नको लागि। अब रेडी भएर काटी पनि सक्यौँ अनि नानीले मलाई खुवाइदिनु भयो, मैले पनि नानीलाई खुवाइदिएँ। अनि त्यस पछाडि अब उसको फुपूलाई खुवाइदिनु भनिरहेको थिएँ। नानीले कसलाई खुवाउँछ होला हेरौँ है त। सबैजना यस्तै भयो हामीले जस्तो छ। एकदमै रमाइलो थियो। जति मान्छे भिड थिएन तर पनि रमाइलो चाहिँ त्यति धेरै नै भिड थियो। उहाँहरूले मेरो नानीलाई गिफ्ट पनि दिनुभयो अनि त्यो गिफ्टमा चाहिँ के होला भनेर मेरो नानीलाई एकदमै हेर्नु मन थियो। अनि हामीले जति सक्थ्यौँ त्यति थोरै सहयोग गऱ्यौँ। अनि त्यस पछाडि अब त्यो केक अलिअलि थियो नि त अनि हामी सबैजनालाई बाँड्यौँ। बहिनी आयो, बहिनीलाई स्वागत गर्नुभयो उहाँहरूले। अनि त्यस पछाडि हामी खाना खान बाहिर निस्किने भन्दै थियौँ नि त अनि उनीहरू चाहिँ ऐना हेर्दै थियो अनि हामी खाना खानु निस्क्यौँ सबैजना। अनि अब हात धुन्छौँ हामी अनि हात पनि धोइसक्यौँ। अब खाना खानुको लागि जान्छौँ। अनि उहाँहरू चाहिँ एकदमै सफा राम्रो, यति राम्रो नै उहाँहरूको तारिफ गरेर गर्नै नसक्ने। एकदमै खानाहरू यति मिठो। तपाईँहरू पनि आउनुहोस् खानुहोस्। यति मिठो खानाहरू दिनुभयो उहाँहरूले हामीलाई। हामीले जुन सोचेर गएको थियौँ गएको भन्दा हामी धेरै खुसी भयौँ। अनि हामी सबैजना एकसाथ बसेर खाना पनि खायौँ। अनि अब हामी फर्किने पनि बेला भइसक्यो। फर्केको भिडियो चाहिँ यहाँनिर मैले गर्न भ्याइनँ।